7 लाख जनता काठमाडौँमा अनि हरेक सदरमुखमा 1 लाख 1.5 लाख 1 लाख 1.5 लाख उतारेर गऱ्यो भने एकै दिनमा उल्ट्याउन सकिँदैन त। यसलाई चाहिँ घर जलाउनुसँग घरसँगै जलाउनु पर्छ यो राँडीको बानलाई। मासलाई यो मुजी यो पहिलाको लडमा लुक्यो होइन, अब चाहिँ सुरुमै क्या, अब चाहिँ सुरुमा यसको तारिक गरेर यो राँडी छोरलाई त्यहीँ जलाउनु पर्छ। अब पनि यो मान्छेले यस्तो कुरा गर्दाखेरि पनि यसको कुरा ठिक लागिरहेको छ भने त्यो एकदमै गलत छ। सो साथीहरू मिल्नुपर्छ, उसले भन्यो पल्टाउन सक्छ भनेर, हो पल्टाउन सक्छ, नसक्ने होइन, अवश्य सक्छ। मान्छेलाई उल्काएपछि पैसामा नबिग्ने मान्छे कोही पनि हुँदैन हो। पहिला राजाको पालामा पनि सक्दैन भन्ने मान्छे थियो होला, पछि आएर यिनीहरूको पालो आयो, यिनीहरूको पालमा सक्दैन भन्ने मान्छे पनि थियो, गऱ्यो। र अहिलेको जुन सरकार छ नयाँ, उसको पनि सक्दैन भन्न मिल्दैन है, सक्दैन भन्नु हुँदैन, सकिन्छ। यदि म नेपालमा आएँ भने त्यो बेलामा म नेपालमा भएको बेला अथवा त्यो बेला म नेपाल आएँ भने म त अवश्य जान्छु, म सुरुमै जान्छु यसलाई जलाउनलाई होइन। महाकसम यसले चाहिँ फेरि यो सरकारलाई ढाल्छु भनेर यिनीहरू देखिरहेको छौँ नि सबैले होइन, खुल्लेआम बोलिरहेको छ, अहिले डर छैन केही छैन, बोलिरहेको छ होइन। जिउँदो जलाएर यिनीहरूको हड्डी धरी बाँकी नराखेसम्म चाहिँ नेपाल कहिले पनि भन्दैन है, महाकसम।